2077 जेठको 10 गते रुकुमको सोतीमा नवराज विश्वकर्मा सहित 6 जना युवाहरूको हत्या भयो। अन्तर्जातको प्रेम सम्बन्ध र त्यसपछिको विवाहको सम्बन्धलाई लिएर रुकुमको सोतीमा 1 जना होइन, 2 जना होइन, 6 जना युवाहरूको निर्ममतापूर्वक हत्या भयो। त्यो हत्या केवल एउटा सामान्य विवाद मात्र थिएन, त्यो नेपालको सन्दर्भमा मात्र होइन, समग्र विश्व समुदायबाट हेर्दै गर्दा यति धेरै मान्छेहरूलाई जातकै कारणले हत्या गरिएको यो सबैभन्दा ठूलो घटनाको रूपमा थियो। रुकुममा 6 जना युवाहरूको हत्या हुँदै गर्दा कालीकोटको नरहरिनाथको वडा नम्बर 5 मा मना सार्की नाम गरेको 1 जना जनप्रतिनिधिले धारा छोएको न्युमा उनको हत्या भयो। त्यही ठाउँमा बजारमा मनवीरे सुनारले चुलो छोएको न्युमा कालीकोटमा मनवीरे सुनारको हत्या। सुदूरपश्चिमको बझाङमा गयो भने 12 वर्षको एउटा बच्ची सम्झना कामीको बलात्कार हत्या भयो। त्यो पनि देवीको मन्दिरभित्र लगेर बलात्कार गरेर त्रिशूलले टाउकोमा खोपेर हत्या भयो। तर तराईमा झर्दै गर्दा कैलालीमा माया कामीको यो बीचमा बलात्कार हत्या भयो। यता लुम्बिनीतिर आउँदै गर्दा